म यति बेला महेन्द्र राजमार्ग अन्तर्गत रूपन्देहीको सैन्य महिना सालजण्डीमा छु। यातायात सार्वजनिक यातायात बन्दको कारणले गर्दा एकदमै चाप हुने ठाउँ। यहाँ एकदमै चाप हुन्थ्यो बेला। आज चाहिँ दोस्रो दिन देख्न सक्छौँ एकदमै न्यून रूपमा पर्सनल गाडीहरू मात्रै चलेको छ। अरू सार्वजनिक गाडीहरू कुनै पनि चलेको छैन, जसले गर्दा सर्वसाधारणहरूलाई चाहिँ एकदमै मार परेको देख्न सकिन्छ। हामीले कतै काम विशेषमा जानुपर्ने, अफिसहरू जानुपर्ने रग हुन्छ। सबै कुराहरू अब पर्सनल गाडीहरू त हुँदैन, त्यसले गर्दा जुन मान्छेहरू सार्वजनिक गाडीमा आउने जाने मात्रै गर्छन् तिनीहरूको लागि चाहिँ एकदमै कष्टकर रहेको देखिन्छ। एकदमै न्यून रूपमा चलिरहेको छ गाडी, पर्सनल गाडी मात्रै देख्न सक्छौँ। अझै कुनै पनि छैन। मात्र बाटो हिँड्दाखेरि कुनै गाडी ट्रकहरू मात्रै कतै मात्रै देखिएको छ। त्यसै कुनै गाडीहरू छैन। बन्दको चाहिँ अत्यन्तै असर परेको देखिन्छ। कोही टाइम मान्छेहरू हुन्छ, एम्बुलेन्स लान नसक्ने अवस्था हुन्छ, तिनीहरूको लागि त अत्यन्तै गाह्रो नै भयो। सरकारले यातायात व्यवसायीहरूको माग सुनवाई गरिदिएर चाँडै पुरा गरिदियो भनेदेखि सर्वसाधारणहरूले दुःख शास्ति पाउने थिएनन्।